हेलो गाइस वेलकम ब्याक अगेन नयाँ भ्लगमा धेरै भइसक्यो होइन 1-2 हप्ता धेरै 2-3 हप्तै भइसक्यो 1 महिना भइसक्यो राम्रोसँगले भिडियो नबनाएको र सायद कोही पनि छ जस्तो लाग्दैन अहिले भ्लग हेर्ने यदि आइहाल्नु भयो भिडियोलाई क्लिक गरेर हेरिहाल्नु भने हेरिदिनु होला आज चाहिँ मेरो छुट्टी छ त्यही भएर मैले चाहिँ यसो भिडियो बनाउन टाइम पाएको नत्र भने ड्युटीमा अब भ्लग बनाउन मिल्दैन अनि युनिफर्म लगाएर पनि भ्लग बनाउन मिल्दैन भिडियोहरू बनाउन मिल्दैन अनि त्यही भएर गाह्रो छ गाइज अनि त्यही हो अहिले रमजान चलिरहेछ रमजानको मन्थ चलिरहेछ यहाँ हाम्रो दुबईमा त लास्टै खतरनाक तरिकाले नै हुने रहेछ अनि नुहाइसकेँ मैले अनि अब कपडाहरू धुन जान्छु म अनि वासिङ मेसिनमा हालेर फोन चार्ज गर्नुपर्ने लेट्स सी सानो क्लिपहरू चाहिँ म जोडेर राख्नेछु अनि यति तपाईँलाई चाहिँ होइन अनि मेरो बारेमा मैले राम्रोसँगले म सोसियल मिडियामा भिडियोहरू बनाएर हालेर युट्युब गरेर पनि मैले पुरै मजाले मेरो बारेमा मैले खुलेर कुराहरू पनि कहिले सेयरै गरेको छैन र कमेन्टमा पनि त्यस्तो बारेमा केही सोधेको पनि छैन अहिलेसम्म त्यो भएर मान्छेहरूलाई नि इन्ट्रेस्ट छैन मेरो बारेमा अनि जस्ट भिडियो हेर्छ त्यो नि अब कन्टिन्यू अब कम्प्लिट भिडियो हेर्छ हेर्दैन भन्ने नि हुँदैन होइन अनि हेर्दैन होला भन्ने हुन्छ अनि त्यही भएर मैले चाहिँ दुबईमा आइसकेपछि पनि भिडियो हाल्दिनँ भन्ने कुरा चाहिँ त्यो चाहिँ मैले हाल्छु भनेर चाहिँ सोचेको थिएँ तर छुट्टी हुन्छ रहेछ फेरि यहाँको हाम्रो नाइट सिफ्ट भएर अनि खलबल जिगज्याग भइरहेछ क्या अनि त्यो कुराले गर्दाखेरि भिडियो बनाउनै मिल्दैन अनि छुट्टीको बेलामा पनि एकछिन हुन्छ फुर्सद अनि रात परि त हाल्छ अनि त्यही भएर चाहिँ छैन र कसरी आइपुगेँ म दुबईमा र त्योभन्दा अगाडि म के को लागि कुन देशको लागि प्लान गर्दै थिएँ के भयो कस्तो भयो तिनीहरू कुराहरू बिस्तारै भनौँला इफ कमेन्ट आइहाल्यो भने या गाइज अब कपडा धुन जानुपर्ने छ कपडा धुन जान्छु फोन चार्ज गर्छु चार्ज सकिसकेछ या गाइज सी यू गाइज यहाँ चाहिँ बिरयानी अनि मालहरू छ यहाँ खानेकुराहरू बाटिरहेको रहेछ दुबईमा त यसरी बाट्छ हेलो गाइज वेलकम ब्याक अगेन दुबई आएको पनि 1 महिनाभन्दा पनि धेरै भइसक्यो 1 महिना 5-10 दिन भइसक्यो र फर्स्ट स्यालेरी हामीले पाइसकेको छौँ र हेर्दा फर्स्ट स्यालेरी पनि थाप्यो कति आयो होला स्यालेरी मोटै कति आयो स्यालेरी लास्टै फटा छ यो मान्छे होइन आफूलाई सोझो भन्छ होइन अनि अब बोलाउँदाखेरि अब मिडल फिङ्गर देखाउँछ यस्तो साथी कसैलाई नपरोस् गाइज अनि म देखाउँछु तपाईँहरूलाई मेरो कति स्यालेरी आएछ भनेर मैले आधी चाहिँ दिएछु ओके यहाँ म तपाईँहरूलाई देखाउनु छु मेरो फर्स्ट स्यालेरी यति दुःख गरेको छु नि यति गाह्रो छ नि 500 यो भयो 1500 दिराम यहाँ छ यहाँ कति दिराम छ यहाँ 1000 दिराम छ 100 दिरामहरूको 1000 दिराम छ 15 25 दिराम अलिकति पैसा मैले झिकेकै छैन 100 दिराम जति यति हो फर्स्ट स्यालेरी हाम्रो